हेलो साथीहरु, फेरि आए मेरो मिनी भ्लगमा। तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला नि। म पनि सन्चै छु। आज चाहिँ म जाँदैछु स्कुटी बनाउनु। स्कुटी बिग्रेर कस्तो भएर चाहिँ कतै जानु पाएको छैन नि त, त्यही लागि स्कुटी बनाउनु जाने भनेको। अब ठेल्दै लानु पर्यो स्कुटी। तपाईहरुलाई देखाउँछु ल। भ्लगमा नयाँ मान्छे। स्कुटी बेहाल भइरहेछ, बेहाली भइरहेछ। स्कुटी बिग्रेर ठेल्दै लानु पर्ने। के गर्नु अब, नलानु भएको छैन। यहाँ एकजना चाहिँ ठेल्ने मान्छे यहीँ। ओ ठेल्ने मान्छे न तिमी? त्यही त त्यहाँ ल्याउनु पर्छ, बेसी छैन त। ठेल्ने कि नल्याउने स्कुटी? ठेल्नु पर्छ नि हौ। स्कुटी नहरु नि कस्तो घाम नभएको भन्दै देखानी के शरम लाग्छ हौ गाइस, नदेखाउनु। ए स्कुटी बिग्रेपछि यस्तो गर्दै डराउँदै लानु पर्छ। के गर्नु? ए बाई बाई बाई। बुटुटुटी स्टार्ट हुनु नि एकैपल्ट भगवान। बुटुटुटी के भन्छ नि स्टार्ट भयो भने त वहाँसम्म पुग्थ्यो होला नि एकैछिनको लागि। के गर्नु? के यस्तो जिन्दगी? के यस्तो जिन्दगी? मलाई त्यो पछको सिमला वा ब्लगर सिमला कहाँ पुगेको? हिँड न त उयोसम्म हिँड न। भिटामिन डी खादिछु। मलाई पनि ल्याउन सल्पा। ठेल्नु आँटेको यो भिटामिन डी खाएर हजुरहरूलाई नि यो भिटामिन डी। ओ भाउजू गुटका फेमस हुन्छ। यो भिटामिन डी चाहिँ फेमस भएको छ। यो यस्तो बिजोकीलाई भगवान, यस्तो घाममा के साह्रो घाम लागेको। काली भएको बेलामा स्कुटी चलाउनु पर्दा मन कस्तो दुःख लागिसक्यो। अब हेर्नुहोस्, स्कुटी बनाउँदा पनि नहुने हो, बनाउनै पर्ने। अब बनाएन भने पनि यस्तो दुःख हुन्छ, कहीँ जानु पाउँदैन। बनाउनु भएको यसो चलाउनु पर्छ घामले कालो भएर। हामी कहाँ पुग्नुपर्छ? कतिको टाढो भन? हामी यहाँदेखिको चाहिँ हाम्रो घरदेखि चाहिँ हिँड्नुपर्छ हामीहरू झन्डै 4 किलोमिटर। बेसी होला है। 4 किलोमिटर चाहिँ हिँड्नुपर्छ। अब हिँडेर स्कुटी गराउनु भनेको यहाँ हो। गाइस हेल्प गरिदिनुहोस् न। ल ढेकालाई भिटामिन खाएको मान्छेहरू ठेला ठेला यस्तो ठेला। साइकल पानी गरिसक्यो। यस्तो स्पिड भिटामिन डीले नि काम गरेन जस्तो छ। गाइस म चाहिँ के भन्छ ढेकाल दोहोऱ्याउँदा थाकेँ कि। त्यहाँदेखि चाहिँ मैले बहिनीलाई ढेकाल दोहोऱ्याउ ल भनेर दिइरहेको छु। बहिनीले पनि म ढेकाल्दिनँ भने बल्ल बल्ल दोहोऱ्याउनु यो गरिरहेको छु। म दोहोऱ्याएर लिएर आउँदैछु। हाम्रो बहिनी हेर्छु आफ्नो चाहिँ उयो मोबाइल राखेर बोचीमा उहाँ अर्को मेरो मिनी भ्लगमा चाहिँ नयाँ मान्छे ऊ है। अगाडि स्कुटी बिग्रियो भने कस्तो हुन्छ र उनी फिल भन्न? स्कुटी बिग्रियो भने बिजोक हुन्छ। हुँदा त आम्मामा आसमानको परी जति खाएको भाउजू ल्याउँदा स्कुटी भन्छ सुई हो। नहुँदा त यस्तै हो। बेसी हाँस्दै नजानु ल, हाँस्दै नजानु। यस्तो बिजोक हुँदैछ साथीहरू। हेर्नु न स्कुटी बिग्रेर सबैले हाँस्दै जान्छ हो। अब नबनाऊ भन्ने पनि भएको छैन, बनाउनै पर्यो हो। बनाएन भने फेरि कहीँ जानु पाउँदैन। त्यस्तै हिँड्ने अब यहाँभन्दा यहाँदेखिको 4 किलोमिटर हिँड्दै जानुपर्छ। अनि त्यही लागि अब थाक्छ, मोट्नु हुन्छ नि। अब कतिखेर पुग्छ अब दोहोऱ्याउनु। धन्न मेरो बहिनीहरू छ। मेरो बहिनीलाई चाहिँ आई लभ यु हो। मेरो बहिनीलाई चाहिँ आई लभ यु हो। आई लभ यु टु गाइस। अब बाटोमा हिँड्दै जाँदैछु। स्कुटी पम्चर भएर बिजोक भयो बाटैमा हो। कस्तो स्कुटी बनाउने यादै नगरेको पाउँछ तपाईँले भन्नु। खासैमा चाहिँ मेरो स्कुटी पम्चर भएको होइन कि, जस्ट प्लग सर्ट भएको होला। अब बाइकहरूको भए त सजिलो हुन्थ्यो होला निकालेर बनाउनु। तर स्कुटीको अलिक साह्रो पर्छ नि त। अब स्कुटीको त सबै त्यो खातरखुतल गर्नुपर्छ, त्यति हामीलाई आउँदैन। त्यही लागि चाहिँ मैले मेकानिकमा लानै पर्यो। अरू त सबै ठिकै छ, प्लग चाहिँ सर्ट भएर चाहिँ त्यो स्टार्ट नभएको। कस्तो गर्नु मन लाग्यो अरे? ल त ल गरिदिन्छु ल। चढ 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 ढेकालो ढेकालो।
भन्छ अरे स्कुटी ढेकाल्दै कुद्दैछ यहाँ चाहिँ एकजना मान्छे नयाँ मान्छे हो स्कुटी ढेकाल्दै यहाँ चाहिँ एकजना म नयाँ मान्छे म त पुरानै हो ऊ चाहिँ नयाँ हो अयो थाक्यो फुच्चीहरूले पनि हामीलाई साइकलले टप जितेहरू आइभन आइभन न फुच्चीको खुट्टा तल फुच्चीको फुच्चीहरूले पनि हामीलाई के अरे तपाईँको स्कुटी भन्नु मेरो साइकलले फर्स्ट कुद्छ हौ अरे कि अब स्कुटी त बिग्रिरहेको छ नि त त्यो लागि त फर्स्ट त कुद्छ नि अन्त हावा त दोहोऱ्याएर जानु चाहिँ थाकिसकिसक्यो मर्नु भइसक्यो पसिना भइसक्यो माइ गड कि कसम ए सूर्यदेव यति साह्रो घाम किन लागेको हो काली भएर डढिसकिसक्यो यहाँ कसै कहिले त यसो धोती पनि लगाइदिनु नि हो सूर्यदेव अलिक शीतल बनाइदिनुहोस् त के भयो अरे नयाँ मान्छे आयो दोहोऱ्याउने यो चाहिँ यस्ता हो यस्ता मेघलामा म त खेल्ने यहाँ के यस्तो दुखाउ नि भरे स्कुटी भिडियो गरेर क्या यो हावा उड्दैछ अहिले म खेल्दै जानु त भरे त आउनु पऱ्यो नि अन्त होइन बिग्रिहाल्छ त स्टार्टै भएको छैन अस्तिदेखिको हो जिन्दगी मर्छ गाजा खानु पाएन भने मर्छ त यो दाइले चाहिँ पुरानो भयो कि अहिले चाहिँ लु हे बाउ नि आइपुग्यो अब चाहिँ यहाँबाट घर रे घर देख्छ यस्तो हजुर कालो भयो कालो भयो नि हौ त्यसो त साथीहरू मलाई भन्छ कि रियलमा त कति राम्री छ तर के भन्छ अरे क्यामेरा भिडियोमा किन काली आउँछ बिस्तारो आउँछ ए म एक्सिडेन्ट हुन्छ होला साथीहरू यहाँ बल्ल आइपुग्यो हो यहाँ ठेलेर बल्ल यहाँ आयो हामी चाहिँ हात्ती मारेसम्म ठेल्दा त्यस्तो थाकिसकिसक्यो घाममा दुर्गा मल्ल अरे के जान दुर्गा मल्ल यो दुर्गा मल्ल चाहिँ भएन यो चाहिँ हात्तीमारापट्टि फर्केछ हो राङ्गापट्टि चाहिँ चाकपट्टि फर्काएको छ अब कतै यो बाख्रापट्टि फर्काएको भए नि हुन्थ्यो नि ऊ कि कोठी लाइनतिर उता फर्काएको हुन्थ्यो होइन तर फेरि बाठो भएको भन्नु पनि भएको छैन मार्छ होला हात्ती मारेको मान्छेले मलाई कस्तो थाकिसकिसक्यो मलाई भन्छ होला साथीहरू मलाई सबैले भन्छ अब भन्दैन होइन भन्छ कि तिमी रियलमा राम्रो छौ होइन तर भिडियोमा किन काली नकाली देख्छ भन्छ अब त्यो मेरो भर्खर कुरो साथीहरू आइफोन त होइन आइफोन भएको भए पनि त राम्रो हुन्थ्यो क्यामेरा तर मेरो भयो रियलमी अन्त कहाँबाट क्यामेरा राम्रो हुन्छ त्यसरी अब गोरो मान्छे पनि कालो चाहिँ देखाउँदा चाहिँ यति त याद भयो तपाईँहरू चाहिँ क्यामेरामा चाहिँ फेरि हामी चाहिँ तर यो नेचुरल ब्युटी हो नि फेरि हामीले मेकअप सेकअप गरेको छैन नेचुरल ब्युटी हो यो चाहिँ लिपस्टिक चाहिँ लगाएको हो लिपस्टिक लगाएन भनेको भएन नि त त्यो त लाउनै पऱ्यो नि हात्तीमारा पुग्यो बल्ल नि भाउजू कसको फोन आयो फेरि फोन त उसको के भएर के भएर यस्तो मुख धुनु मन लाग्यो यहाँ गरम भएर यहाँ हो भगवान् आराधनातिर भइसकिसक्यो थाकिसक्यो अहिले आउँदा ठेल्दै आयो अहिले जाँदा सुरु यो हावा सुरु भन्दै जानुपर्छ नि फेरि थाक्यो हो हामी चाहिँ स्कुटी बनाउँदिरहेछौँ मेकानिक साथीहरू हामी चाहिँ अब स्कुटी ठेलेर ल्याउँदा थाक्यो कि त्यो लागि अब बल्ल त्यहाँ स्कुटीमा आइपुग्यो त्यो मेकानिककोमा अन्त स्कुटी छोडिरहेको छ अनि छोडेर चाहिँ हामीहरू चाहिँ कहाँ हिँड्दैछ भनेर चाहिँ हामी चाहिँ एकछिनतिर यहाँ तलतिर आएको कि त्यसरी के हेर्दै घुम्दै अब तपाईँहरूलाई देखाउँछु नि अहिले त के देखाउनु त्यो बाटोतिर पनि अब देखाउँदिनँ ल तपाईँलाई अब एकचोटि मेरो स्कुटी बनेपछि अनि म स्कुटीमा चढेर सुरु जाँदाखेरि चाहिँ देखाउँछु ल बाई गाइस
फाइनली गाइस मेरो चाहिँ स्कुटी मेकानिकले बनाउँदैछ। त्यसको लागि के भएको रहेछ भने चाहिँ मेरो अलिक प्लग सर्ट भएको रहेछ त, त्यही लागि प्लग बनाउँदैछ। प्लग चाहिँ चेन्ज गर्नुपर्ने रहेछ। अलिक त्यो अब राखेर होला, त्यही लागि डिस्टर्ब दिएको रहेछ। त प्लग चेन्ज गऱ्यो भने राम्रो हुन्छ भनेको छ, त्यही लागि प्लग चेन्ज गर्ने भनेको। मेरो चाहिँ स्कुटी बन्ने अब त्यहाँ त्यो सबैजना त्यो सामानहरू चाहिँ जोड्दैछ। अब जोडेपछि लगाइसक्छ, त्यहाँदेखि चाहिँ ठिक हुन्छ। त्यो बन्ने मेरो गाइस यही ओ के गर्नु गएको ल जाऊ टिन्ट गर्दैछ। बनियो बनियो कस्तो बिजोकले आएको थियो। ल चाहिँ बाई भन्दै जानु चाहिँ गएको बाई बाई गएको ड्रम पनि किनिहाल्यो, सब्जीहरू त लगिहाल्यो। एउटा झोला मात्रै खाली झोला बोकिरहेको चाहिँ भएन नि। यो मुख चाहिँ यतापट्टि पार्नु पर्थ्यो, हामीलाई चाहिँ चाकपट्टि पारेर केही छैन राङ्गामाटीलाई। साथीहरू अघि आउँदा कस्तो बिजोकले आएको थियो, यस्तो यो घाममा गरममा ठेल्दै कस्तो बिजोकले आएको थियो, पसिना भएर अहिले चाहिँ यो हावा सरारा 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 उड्दैछ भन्दै गएको। स्कुटी बन्ने हो, आज खुसी लागिरहेछ। स्कुटी छैन भने यस्तो बिजोक हुँदो रहेछ नि, तर साँच्चै भनेको। बाँदर गाइस, ढेँडु बाँदर। स्कुटी छैन भने त्यस्तो बिजोक हुँदो रहेछ कि। अब अर्कोलाई पनि अब माग्यो भने दिन्छ, दिनु त होइन। अब घर वरिपरिमा माग्यो दिन्छ, अब एक खेप दिन्छ, 2 खेप दिन्छ। अब आफूलाई माग्नु कति सरम लाग्छ हुन्छ नि त, त्यही लागि मैले स्कुटी बनाइदिएँ साथी। एकचोटि डन। अब चाहिँ मेरो के भन्छ अहिले चाहिँ सरर हामी जाँदैछ, के भन्छ अरे राम्रो भइरहेछ, स्कुटी राम्ररी बनियो। त्यही लागि चाहिँ अब हामी गएको बाई बाई। ले पार गरौँ 1 घन्टा लाग्यो थियो। यो चाहिँ मेरो घर पर्यो, यो चाहिँ सिमलाको घर पर्यो, यो चाहिँ मेरो दोकान पर्यो। घर आयो स्कुटी बन्यो। बाई बाई। मेरो आइडीलाई फलो गरिदिनु होला। आई लभ यु। कता हो स्कुटी राख्नु छ।